बाढी पहिरो र नदीको भेलका कारण नेपालमा वर्षेनी ठूलो परिणाममा खेतीयोग्य जमिन बगरमा परिणत भएर काम नलाग्ने अवस्थामा पुगेको छ। करिब 5 लाख हेक्टर यस्तो जमिन प्रयोगविहीन अवस्थामा छन्। खेतीयोग्य जमिन वर्षेनी घडेरीमा परिणत हुने क्रम जारी छ। युवा शक्तिहरू विदेशिनाले मुलुकभित्र कृषि क्षेत्रमा जनशक्तिको कमी हुँदा नेपालमा कृषिजन्य वस्तुको वार्षिक व्यापार घाटा 2 खर्ब नाघेको छ। यसरी बगरमा परिणत भएको र अन्य कारणले प्रयोगविहीन अवस्थामा पुगेको जमिनलाई भेटीभरको प्रयोगले सदुपयोग गर्दा कृषिमा देखिएको व्यापार घाटाको समस्या समाधान गर्नुको साथै जडीबुटी, उच्च मूल्यका कृषि उपज, इन्धन, जैविक मल, फलफूल, तरकारी, गेडागुडी साथै अन्न बालीको उत्पादनमा वृद्धि भई आत्मनिर्भर हुन सकिन्छ। भेटिभर ग्रासको सह उत्पादनहरू कागज उद्योग, धागो उद्योग, हस्तशिल्पका उद्योगहरू, पशु आहार, अगरबत्ती उद्योग आदिका लागि आवश्यक पर्ने कच्चा पदार्थका लागि आत्मनिर्भर हुनुका साथै आवश्यक भन्दा बढी भएको उत्पादनलाई निर्यात गरेर वैदेशिक मुद्रा समेत आर्जन गर्न सकिन्छ। यसरी मरुभूमि, बगरहरू र प्रयोगविहीन भएको जमिनलाई सदुपयोग गर्दा चौतर्फी रूपमा आर्थिक उन्नति गर्न सकिन्छ भने खेतीयोग्य जमिनमा वैज्ञानिक, व्यावसायिक तथा दिगो रूपमा खेतीपाती गर्न समेत भेटिभर ग्रासको राम्रो भूमिका रहन्छ। मुलुक आर्थिक रूपले चरम संकटमा गुज्रिरहेको छ। यस्तै अवस्था रहिरहने हो भने आउँदा दिनहरूमा खाद्य सुरक्षामा गम्भीर खतरा हुन सक्ने प्रबल सम्भावना छ। अब सामूहिक रूपमा केही गरौं, राष्ट्र निर्माणमा सबै मिलेर लागौं। हामीले यो देशको माटोप्रति चिन्तित भएर यो सोच अघि बढाएका छौं। यसमा पनि केही प्राविधिक त्रुटि होलान्। यसलाई विज्ञहरूको सहयोगमा पर्याप्त छलफल गरी अझै आधुनिक बनाउनुका साथै थप अनुसन्धान गर्नेछौं। भेटिभर घाँस सम्बन्धी थप जानकारी, भेटिभर घाँसको बिरुवा तथा प्राविधिक सहयोगको लागि 9841352183 मा भेटिभर टिमसँग सम्पर्क गर्नुहोला। नमस्कार।